भारतीय मुलुकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका सहकर्मी बुर्ज विलिमोर अन्तर्राष्ट्रिय स्टेसनबाट पृथ्वीमा फर्किएका छन्। नासाका अनुसार मंगलबार बिहान 10:35 पृथ्वीतिर प्रस्थान गरेका विलियम्स र विलिमोर फर्किन लगभग 17 घण्टा लागेको थियो। उनीहरू फ्लोरिडाको तटमा अवतरण गरेका थिए। खासमा उनीहरू 8 दिनको मिसनका लागि गत वर्ष जुनमा आइएसएस गएका थिए, तर वेडिङको स्टार लाइनरमा केही प्राविधिक गडबडीका कारण 9 महिना 13 दिन उनीहरू त्यहाँ बस्न परेको थियो। अन्तरिक्षमा फँसेका सुनिता र बुर्जलाई लिएर स्पेसएक्सको अन्तरिक्ष यान ड्रागन इन्टरनेसनल स्पेस स्टेसनबाट पृथ्वीमा फर्केको हो। अन्तरिक्षमा फँसेका उनीहरूले के खाए त? उनीहरू स्पेसमा कसरी गुजारा गरिरहेका थिए? तपाईहरूलाई आज हामी यो बारेमा जानकारी दिनेछौँ। साथै स्पेसमा बसेका कारण उनीहरूको स्वास्थ्य अवस्था कस्तो रहे त? द न्युयोर्क पोस्टले केही समय अघि प्रकाशित गरेको एक रिपोर्टका अनुसार उनीहरूले ब्रेकफास्टमा सिरियल, पिज्जा, रोस्ट चिकन र झिङ्गे माछाको ककटेल खाएका थिए। सुनिता र बुर्जले स्वास्थ्य रहन दैनिक फलफुल पनि सेवन गरेका थिए। फलफुल र तरकारी उनीहरूलाई अन्तरिक्षमा पठाउनु अघि नै फ्रिजमा राखेर नकुहिने गरी राखिएको थियो। मासु जन्ने खानेकुरा भने उनीहरूले विशेष गरी प्रशोधन गरेर उपभोग गरेका थिए, किनभने शून्य गुरुत्वाकर्षणका कारण सामान्य तरिकाले खाना खान असहज हुने भएकाले मासु तैरिन सक्ने हुन्छ। अन्तरिक्षका लागि उपयुक्त बनाउन फ्रिजमा ड्रायर अथवा भ्याकुम प्याक गरी पठाइन्छ। उनीहरूले खानाको रूपमा स्वास्थ्य खाना खाए पनि गुरुत्वाकर्षणले हिँड्न नमिल्ने हुँदा शारीरिक कमजोरी भएको एक अध्ययनले देखाएको छ। 9 महिना अन्तरिक्षमा बस्दा शरीरमा स्थायी परिवर्तन आउन सक्छ, जसका कारण अन्तरिक्ष यात्री विलियम्स र विलिमोरमा दीर्घकालीन स्वास्थ्य समस्या देखिन सक्ने सम्भावना रहेको छ। माइक्रोग्राभिटी कम गुरुत्वाकर्षणमा लामो समय बिताउँदा शरीरमा नराम्रो असर पर्छ। पृथ्वीको गुरुत्वाकर्षण नभएपछि मांसपेशीहरू खुम्चिन्छन्, हड्डीहरू कमजोर हुन्छन् र शरीरका तरल पदार्थको सन्तुलनमा गडबडी हुन्छ। अन्तरिक्ष यात्रीहरूले आफ्नो खुट्टा शरीरको तौल धान्न प्रयोग गर्नु पर्दैन, जसले गर्दा मांसपेशीहरू छुट्टै कमजोर बन्छन्। यस्तै हड्डीहरू पनि नाजुक बन्छन् र तिनीहरूले प्रत्येक महिनामा करिब 1% हड्डीको घनत्व गुमाउँछन्। यो पृथ्वीमा 1 वर्ष उमेर बढे सरह हो।